सो गाइज म चाहिँ घर आइसकेँ। हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो घर रहेको छ भने ट्याक्क यो घर त्यहाँदेखि उतापट्टिको पनि त्यो हाम्रो घर अनि यो पनि हाम्रो घर है तल यो चाहिँ हाम्रो धारा पनि छ हेर्न सक्नुहुन्छ। म चाहिँ हाम्रो उता खेत छ होइन त्यो देखाउँछ बगैँचाहरू गोलबाट पनि खतरा खोलेर गीत पनि बजिरहेको यहाँभित्र त्यहाँ उफार छ भित्र। हेलो नखाने कति खाने भात हाम्रो बुबाजी है। सो गाइस अम्बा पनि फलिसक्यो। यहाँ चाहिँ अम्बा यो चाहिँ अम्बाको बोट रहेको छ हेर्न सक्नुहुन्छ। अम्बा फल्न लागेको यहाँ उखु छ है। ल उखु खाने भए आउनुहोस्। काँक्राको बोट पनि छ तर काँक्रा चाहिँ फलेको छैन सानो छ फल्ने ओर्लामा छ। यहाँ हाम्रो स्ट्रबेरी फलेको थियो सकिसक्यो अस्ति नै खाएर। यहाँ माथि चाहिँ फले है त्यहाँदेखि सकिसकेको छ खाइसकेको छ हुन्छ बेच होइन। हेर्न सक्नुहुन्छ हाम्रो गोलबेडा यो चाहिँ गोलबेडा हो ए पुरै गोलबेडा खतरा। अनि यता यी सुन्तलाहरू पनि छ सुन्तलाहरू पनि फल्दैछ हेर्न सक्नुहुन्छ गाइस सुन्तलाहरू। यो पनि हाम्रो सुन्तला हो यी ट्याक्कै सुन्तला हो के को बोट यो के भन्थ्यो बेसी यो चाहिँ हाम्रो कागतीको बोट। यता सुन्तला यो कागतीको बोट। यहाँ पनि मकै फलेछ यी यता गोलगोला छ। यता चाहिँ हाम्रो कोदोको बिउ छ है त गाई चाहिँ हेर्न सक्नुहुन्छ यी कोदोको बिउ। यता यो काँक्राको बोट छ हाम्रो यसमा चाहिँ दुईवटा काँक्रा फलेको थियो हामीले खाइदिएको आउने दिने। यहाँ अर्को पनि काँक्रा छ यी सानो छ न त खाइदिनुहुन्थ्यो खानुहुन्थ्यो अन्त यहाँ यत्रो फल्या बल्ल दुईवटा त ल सिकाइदिउँ त हेर्नु त। यो चाहिँ मन्दिर हो म यहाँ जाँदैछु र यहाँको नजारा देखाउँछु। खतरा बनाएको छ मन्दिर अहिले। ए हाम्रो यहाँ कोदोको बिउ फलिरहेछ उम्रेछ। सो गाइस म चाहिँ अहिले माथि गएर भेट्छु है त।